भवपद्मजादिभिः रूपं धियं भगतो योपवर्णितं मौनेन भक्तोपशमेन पूजितः प्रसीदतां मे सततं पतिः स एष भगवान् राजमितुनुद्भियतं यश पुरारुद्रदेवस्य मयेनानन्तमायिना राजोभाजं कस्मिन् कर्मणि देवस्य मयो हञ्चगदीशतो निर्जितासुरा देव युद्धनेनोपब्रह्मितैः मायिनां परमाचार्यमयं शरणमाययो स्वनिर्माय पुरस्तेजो हैमीरूप्य श्रीवो दुर्लक्षपाय संयोगा सुरसेनन्यो लोकं दिंसि सुरन्नृपः स्वरन्तो नाशयन् चक्रो पुरभैरवलक्षिता ततस्ते शिशुरलोक उपसाद नमो नमो भागवत भगवान को ओम नमो भगवते वासुदेवाय अनन्तदशोऽध्याय श्रीवाद छेरा हिनु jarang udah छेरा हिनु jarang udah साक्षात् परब्रह्म यताबाट उल्टो नभिन्नु न सरी राधे राधे हरे
आंगन मां गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे गोविंद राधे गोपाल 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 राधे 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 गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे 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 श्री राधे श्री के सुन्नु नरकदेखि पापदेखि बच्ने उपाय छ छैन मैले भेटेको छैन तपाईले भेटेको पनम सगात प्राणाम लङ्का जलाए झै हनुमानले हनुमानको पुच्छर जलाए थे बेष्टै तोलमुका देवी दाउरा बाँधेर जो है जलाउँछन् अरे यातना देह मर्दै मर्दैन तो नरकदेखि बच्ने उपाय एक सधे सब जाए त्यसै कारणले एउटालाई इष्ट बनाउने जाने सबै मन्दिरमा कोही आपत्ति छैन तर इष्ट भन्ने एउटा हुनुपर्छ आपत्ति अवस्थामा पनि उनलाई बनाउनु पर्छ है राधे राधे उसले आशीर्वाद देला उसले आशीर्वाद देला उसले आशीर्वाद देला कसैले आशीर्वाद दिँदैनन् लास्टमा गए हात्तीलाई पनि कसैले रक्षा गरेनन् न कुनै देवी देवता बेनामी स्तुति भागवतमा गजेन्द्र मोक्ष स्तुति छ तो गजेन्द्र मोक्ष स्तुतिमा कुनै देवी देवताको नाम छैन भगवान शब्द छ हे भगवान मलाई बचाऊ हे परमेश्वर मलाई बचाऊ हे ईश्वर मलाई बचाऊ तर आइपो बोलाएको हो कि तर कसलाई बोलायो ऊ पनि परमात्मा ऊ पनि परमात्मा ऊ पनि भगवान ऊ पनि भगवान ऊ पनि ईश्वर अन्ततो गत्वा तो स्तुति मा कसैको नाम नहुनाले भगवान परब्रह्म परमात्मालाई अहिले फेरि छोडिन्छ उहाँको जानु जय जय राधा रमण जय जय राधा रमण हरि बोल जय जय राधा रमण जय जय राधा रमण हरि बोल 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 जय श्री राधा भजे बसन्तं नवनीतचोरम्
जिततापचूरं पुराग्रगण्यं पुरुषं नमामि सौराग्रगण्यं पुरुषं नमामि श्रीराधिका चौरं भवाम्बुजमलकान्तिचौरं शरणागतानां च समस्तचौरं जय जय राधा रमण हरि बोल सत्यव्रतं सत्य परं त्रिसत्य सत्यव्रतं सत्य परं त्रिसत्य भयो यमुनाजी अघि सलमा जन्मनु भो श्री कृष्ण झालमा यमुनाजी अघि सलमा जन्मनु भो श्री कृष्ण झालमा के गर्ने एउटा हात कम्मरमा एउटा हात माथि अनि 4 फुट माथि उफ्रिने पुरै सकेको छैन है राधे कति फुट अनि गोल गोल घुम्ने 4 फुट माथि उफ्रिदै
छोरो है न तेरा विधि जना नंदलाल भइहाल्यो है न तेरा मुख्य यजमान आयोजक नंदलाल दवाड़ीको योगेश्वर भगवान श्री कृष्ण नंदलाल भगवान को नंदलाल का समस्त परिवार को अपना गुरु गोविंद भगवान को जय जय श्री राम अरू पनि भजन भरे पनि यताहरू रानी उत्सव बेलुका फेरि पनि मनाउने हामी यसै गरी नै उत्सव आरती उतारे मानको बिन्ती कृष्ण हजुरलाई सुनाए कृष्णको गाथा आनन्द लाग्छ कृष्णको गाथा आनन्द लाग्छ पूजन गरेर यो मन जान्छ मन्दिरमा हजुरलाई मनको बिन्ती कृष्ण हजुरलाई सुनाए प्रेम बडा श्रद्धा र भावले भोग लगाऊ धेरै समय पछि आज मैले दर्शन पाए मानको बिन्ती कृष्ण हजुरलाई सुनाए मानको बिन्ती कृष्ण हजुरलाई सुनाए प्रेम भरिर ज्ञान नैयाको मैले भजन गाए दया रूपी कन्हैयाको मैले भजन गाए मानको बिन्ती कृष्ण हजुरलाई सुनाए मानको बिन्ती कृष्ण हजुरलाई सुनाए रोग हर कष्ट हर रोग हर कष्ट हर दुख दारिद्र्यं सब हारणं नमामि शंकर भजामि भोले हर हर शंकर शिव शरणं करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव कृष्णचंद्र भगवान को, लक्ष्मी नारायण भगवान को, गौरी शंकर भगवान को, सीता लाला को, नंद महामहोत्सव को, आयोजक परिवारहरू को, संपूर्ण आगंतुक विशिष्ट व्यक्ति का आनंद को जय जय श्री राधे श्याम नमः पार्वती पतये हर 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 महादेव शंभो। ल सबैजना भव सर्व कष्टहरो भव न धर्मनिष्ठोस्मि न चात्मवेदी न भक्तिमान तच्चरणारविन्दे अकिंचनो नान्यगति। यहाँ भक्त भागवत आमा बुबा दाजुभाइ दिदीबहिनी एवं भगवानका प्यारा प्यारा भक्त भागवत महानुभावहरू जो हुनुहुन्छ अहिले भर्खरै यहाँ भगवान श्रीकृष्ण प्राकट्य महामहोत्सवमा सहयोग गर्ने बाट प्रसाद प्राप्त गर्नुहोला। लगाएको महाप्रसाद हामी प्राप्त गर्दैछौँ, यसमा कोही पनि छुट्नु हुँदैन। अनि उहाँ समय प्रदान गर्नुभयो, यो प्रतीक्षा गर्नुभयो भगवान श्रीकृष्ण प्रभुको दर्शनका लागि अभिलाषा बोकेर आउनुभयो, दर्शन गर्नुभयो, महामहोत्सवमा आनन्द लिनुभयो। अब प्रसाद पनि अवश्य लिएर जानुहोला, किनभने प्रसादले मन प्रसन्न पार्नुहोला। तसर्थ भरे पनि हजुरहरू
यसै गरी धेरै सङ्ख्यामा आउनुहुनेछ। भरे पनि हामी उत्सव मनाउँछौँ यहाँ। जो दिउँसो आउन पाउनु भएन कार्य व्यस्तताले, जो धेरै टाढा हुनुहुन्थ्यो आफ्ना काममा, उहाँहरू त छुट्नुभयो, उहाँहरूलाई पनि समावेश गराउँछौँ हामी। भरे फेरि पनि यस्तो धुमधामसँग उत्सवमा आनन्द लिनेछौँ, हुन्छ नि होइन? या तो गाईको पुच्छर समात्नु अरे या श्रीमतीको पल्लो समात्नु अरे है यस्तै थोरै देखि चुपचाप बुहारी जस्तै थोरै यात्री गरेका बुहारीहरू पनि बडो गर्नु सक्छ। जन्जीहरूमा यस्तो दिमागमा पसिसकेको यो वर्तमानको समय हामीहरूको युवा पिँढीमा छ। म पनि जेन्जीमा आउँछु कि बुढोमा आउँछु होइन भइसक्यो गाडी ल आउनुहोस् यसो भगवानको कथामा रमाइलो गर्ने आनन्द लिने आफ्नो पूर्वज ऋषिहरूको हामीहरूका पुर्खाहरूको है तर कोही नराम्रो कथा छैन। यहाँ बहुत आनन्द छ, भक्ति छ, ज्ञान छ, सहानुभूति छ, सहयोग छ, परोपकार छ, भाइचारा छ, मातृदेवो भव पितृदेवो भव हामीहरूले भन्ने कुरा चाहिँ यिनै हुन् है। राधे 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 अलिक बिस्तारै भन्नुहोस्। राधे राधे अहिलेसम्म मैले पहिलोचोटि अब यो संसारमा धेरै कुराहरू गरियो तर भजन चाहिँ मैले पुरा गाएको थिएँ। आज गुरुको रिक्वेस्टमा मैले यहाँ भर्खरै किताब पनि पाएँ। किताब पाइसकेपछि म अलिक खुसी भएको छ है। नभए चाहिँ मैले योभन्दा अगाडि कृष्ण वासुदेवाय अनि ठिक छ। म एउटा यहाँ भेटिहालेको छु सत्सङ थोरै भन्छु। ओके यसो उभिएर भने झन् राम्रो हुन्थ्यो कि उतापट्टि फर्किएर कति राम्रो त्यो वृन्दावन सालमा बगेकी आउनु कस्तो राम्रो मधुरा सारा जानु मलाई लाग्दैछ। गफैमा व्यस्त होला धीरे धीरे एकछिन गफ नगरौँ। मात्रलाई कुनै ब्राह्मण क्षत्रिय वैश्य शूद्र अथवा भिन्न भिन्न जाति भिन्न भिन्न सम्प्रदाय भिन्न भिन्नै तरिकाले जीवन जिउने मान्छेलाई मात्रै होइन मानव मात्रलाई बाणी नै राखिएको छ। वाणी हो भने वाणी यी बालकहरूलाई जसले पनि लिएर आउनु भएको छ आफ्नो ठाउँमा राख्नु होला है प्लिज। हुनुहुन्छ नि यहाँका माता पिताहरू यहाँ चाहिँ मेरो कुरो सुन्नु हुँदैछ भने किनभने एउटाले गर्दाखेरि धेरै केही न केही सत्सङ्गमा सुन्न जान आउनु भएको छ उहाँहरूलाई विघ्न नदिउँ है। क्या बच्चाले बोतल उठाइरहेको छ कुन घरको बच्चा हो त्यसको माता पिता कोही छन् छेउछाउमा हुँदैन है। हामीहरूले बालकदेखि नै सिकाउनु पर्छ। मन्दिरमा जाँदा कुन स्टाइलले जाने
स्कुलमा जाँदा कसरी जाने, पिकनिकमा जाँदा, पार्टीमा जाँदा कसरी जाने, बिहेमा जाँदा कसरी जाने, सबैको संस्कार हामीलाई आउनुपर्छ है। भगवान बुद्धको भजन सुन्दा एउटा बुद्धको कथा आयो, त्यसलाई सुनेर कथालाई अगाडि बढौँ। एक बार भगवान बुद्ध रुखमा नि बसेर ध्यान गर्नुहुँदैछ। अनि त्यो रुख रहेछ आँप, रुखमा आँप पाकेका आँप भेट्नु हो भने झपा काहीँ छ अलि पर छ, अब झट्टै चढ्न मिलेन, सजिलो उपाय के हो? तलबाट झटारो हान्छ। अरू पनि गाउने हो कि? पृथ्वी 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 यो पृथ्वीलाई अब यसलाई म शासनमा डुबाउँछु। अब म असुर राज्य खडा गर्छु, सबै राम्रा वशको सखा बनाउँछु र असुर राज्यको सङ्ग्राम खडा गर्छु। जय बचाओ हिरण्यकशिपु महाराजको जय भनो। महाराजको जय भनो, होइन भने यही काठको तरबारले वध गरिदिनेछु। मसँग युद्ध गर्न आएको होइन महाराज, मैले युद्ध गर्न आएको थिएँ। के तँलाई कालले खुदखुदी आएर मेरो नजिक आएको त? होइन महाराज। अनि किन आएको छ भन्? महाराज, म हजुरसँग युद्ध गर्न त सक्दिनँ, तर हजुरसँग युद्ध गर्न सक्ने मैले भेटिसकेको छु। मसँग युद्ध गर्ने? कोही छ मसँग युद्ध गर्ने? छ महाराज, छ। लिएर आउँदैछु। नारायण नारायण। महाराजको जय भन।
ब्रह्मदेवदेखि खोसेर आफ्नो कब्जामा लिए रसातल लोकमा लगेर रसमा डुबाएको थिइस्, लुकाएको थिइस् ताकि तैँले आफ्नो अनुरूप दैत्यहरूको सिर्जना गर्न सकौँ भने। पृथ्वीलाई ब्रह्मदेवले सृष्टि गर्न छोडेन, तैँले खुद आफैले सृष्टि गर्छु भन्ने। ब्रह्मदेवले त देवता पनि बनाएका थिए, दैत्य पनि बनाएका थिए। अरे कुनै सिक्का हुन्छ त सिक्काको दुईटा पाटो पनि हुन्छ, तर तैँले केवल एउटा पाटो मात्रै गराउँछु भन्न सोच्नु भनेको तेरो भ्रम हो। हे सुकुरमुखे, त धेरै नबोल बुझिस्। जब कष्ट कष्ट गए तुझे गिरा कराए। अरे हिरण्याक्ष, मैले यो स्वरूप धारण गरेको यो पृथ्वीको गन्धलाई तैँले कहाँ लुकाएर राखेको छस् भनेर सुँगेर थाहा तैँले लुकाएर राखेको पृथ्वीलाई मैले भेटिसकेँ। म नारायण हुँ। म जति बेला पनि जहाँ पनि जस्तो अवस्थामा पनि जब जब पृथ्वीलाई यो संसारलाई कष्ट पर्छ त्यति बेला प्रकट हुनेछु। पृथ्वीलाई जोगाउनको लागि पनि म त जस्तो हिरण्याक्षको सामु पृथ्वीको अगाडि यी पृथ्वीलाई सही दिशा र सही गन्तव्यमा उब्जनी हुन दिनको लागि हाम्रा नराम्रा सबै कुलहरू सुकुरमुखेले मसँग युद्ध गर्ने। अरे हिरण्याक्ष, तँमा के को घमण्ड छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। म सम्पूर्ण ब्रह्माण्डलाई कब्जामा राख्न सक्छु भन्ने तागत राख्दछस्, त्यसकारण न यो पृथ्वी खोसेर चोरेर लगिस्। तसँग पनि अनेकौँ तपस्या ज्ञान विद्याहरू छन्, तर तेरो ज्ञान तैँले दुरुपयोग गरिस्, गलत ठाउँमा उपयोग गरिस्। हे, जसले ज्ञानलाई गलत ठाउँमा उपयोग गर्छ त्यसको कर्मको फल त स्वयं आफैले भोग्न पर्छ, ताकि अरू कोही आएर त तिमीहरूको कर्मको फल त भोगिँदैन। फेरि भाषण नगर। कति प्रतापी बलशालीहरूलाई धराशायी गरेर मैले यो सब राज्य खडा गरेको छु, त मसँग युद्ध गर्ने? त्रास्त गर्नको लागि मेरा नङ्ग्रा काफी छन्, मेरा यिन सिङ काफी छन्, घाट काफी छन्। हे हिरण्याक्ष, आइज तेरो घमण्डलाई पनि म दूर गर्नेछु। केही क्षणको लागि पृथ्वी तिमी यहीँ विराजमान भएको छ। हिरण्याक्ष, यति याद गर, तेरो घमण्ड भनेको शक्तिको घमण्ड, जसले शक्तिको घमण्ड गर्दछ स्वयं त्यो शक्ति उपयोग गर्ने मान्छेलाई पनि बनाउने उपरवाला अर्को शक्ति छ। याद गर, जसले दियो त्यसले छिनेर पनि लान सक्दछ। हे सुकुरमुखे, धेरै भाषण नगर। आइज युद्ध गर। आइज युद्ध नै गर्छस् भने ठिक छ, पृथ्वी लिएर छ, तैँले सृष्टि गरे, तर याद गर, तेरो सम्पूर्ण वरदानहरूको विफल गराउने रूपले म भगवान् स्वयं नारायण बडा यहाँ नि सुँगुरको भेष धारण गरेर तँलाई आज वध गर्दैछु। तेरो मृत्यु सामने छ, तर पनि भगवान् नारायण अन्तिममा भए पनि एक अवसर चाहिँ दिनुपर्नेछ। त सुध्रिन्छस् न, तैँले आफ्नो शक्तिलाई सही सदुपयोग गर्छस् भने म तँलाई कदापि मार्दिनँ। मेरो शरणमा त आइज मेरो शरणमा। हे
कुरो मुका तेरै अगाडि मैले पृथ्वी लिएर गएर देखाउँछु थाहा थियो तेरो घमण्ड जे गर्न सक्छस् सजिलै शरणमा आउँछ भने तर पनि अन्तिम मौका चाहिँ दिएको थियो ल आज युद्ध गर्दैछु अब रणभूमिले देखाउँछ स्वयं भविष्य के हुनेछ भनेर आइज आइज जोरदार तालीले स्वागत गरौँ। जय श्री राधे पर भगवानको। अब हामी एउटा मिठो भजनमा नृत्य गर्छौँ। तत्पश्चात हामी आरती गरेर हाम्रो कार्यक्रमलाई यहीँ समापन गर्छौँ। भोलि फेरि हामी प्रातःकालीन समयमा उपस्थित भएर पूजा अर्चन गर्दै कथालाई श्रवण गर्दै सायंकालीन सत्र रहनेछ। राधे राधे
भन्दै जाऊ जाने बेला ओ शिवशङ्कर भगवानको आरार्तिक्यम कैलाश दरबार आफै कति छ भन कैलाश दरबार आफै कति छ भन भोले बम बम 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 तिम्रै भक्ति गर्छु बाबा तिम्रै नाम जप्छु भव सागर पार लगाऊ तिम्रै शरण पर्छु तिम्रै भक्ति गर्छु बाबा तिम्रै नाम जप्छु भव सागर पार लगाऊ तिम्रै घर पर्छु भोले बम भोले बम भोले बम भोले बम भोले बम शिरमा तिम्रो चन्द्रमा झल्क्यो झलका हातमा तिम्रो त्रिशूल टल्क्यो टलका शिरमा तिम्रो चन्द्रमा झल्क्यो झलका हातमा तिम्रो त्रिशूल टल्क्यो टलका भोले बम भोले बम भोले बम भोले बम भोले बम शंकर भगवान को हे प्रजननम में असत सबीर घोष पगण घोष स्थये आत्मा शनि प्रजा शनि पशु शनि लोक शन्य भय शनि अग्नि प्रजां बहुलाम्बे करोत्पन्नं पयोरेतो अस्मा सुदत अग्निर्देवता बहतो देवता सूर्यो देवता चंद्रमा देवता वशवो देवता रुद्रा देवता दिव्या देवता मरुतो देवता विश्वे देवा देवता बृहस्पतिर्देवतेन्द्रो देवता वरुणो देवता यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिणां पदे पदे आरार्त्रिपार्थिवगुणितमः चन्द्रमा मनशो जातचक्षुः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणसमुखादग्निरजायत छैन भने जल घुमाइदिए पनि हुन्छ त्यहाँ कलशहरूमा छ जलेन शीतलीकरणं पुष्पे देवादिवन्दनम् आरोग्यार्थे आत्मादिवन्दनम् आरार्ति ग्रहणम् भगवानलाई आरती तपाएर पहिले फेरि आफूले पनि ताप्ने पापोहं पापकर्माहं पापात्मा पापसम्भव त्रायिमां पार्वतीनाथ सर्वपापो हरो हर त्रायिमां पुण्डरीकाक्ष सर्व कष्ट दुःख हरो हर मन्त्र पुष्पाञ्जलि जन्नेन जन्नेमय जन्त देवास्तानि कर्माणि प्रथमान्य फुल्लिएर यसो हात जोड्नुहोला पुष्पाञ्जलि गर्नुहोला जन्नेन जन्नेमय जन्त देवास्तानि कर्माणि प्रथमान्यासन्नदेहनाकर्मैमानः ससन्त तत्र पूर्वे शाद्याः शान्तिदेवाः एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ति प्रचोदयात् नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णु प्रचोदयात् तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात् कात्यायन्यै च विद्महे कन्याकुमारी च धीमहि तन्नो श्रीदुर्गा प्रचोदयात् नाना सुगन्धि पुष्पाणि यथा कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर मण्डपस्थावैत देवी देवताभ्यो नमो नमः प्रार्थना पूर्वक नमस्कारान् समर्पयामः गाए सबै त्यो हातमा लिएको पुष्प वरिपरि चढाइदिनु होला यहीँ अगाडि चढाइदिए हुन्छ लक्ष्मीनारायण भगवानको गौरी शङ्कर भगवानको आजको आनन्दको भक्तका भगवानको भगवानका भक्तको दबडी परिवारको
वशिष्ठ गोत्रीय सम्पूर्ण पितृहरूको राष्ट्रदेव पशुपतिनाथ भगवानको भद्रकाली माताको गुह्येश्वरी माताको मनोकामना माताको पाथिभरा माताको कनकाई माईको शताक्षी धामको सद्गुरुदेव भगवानको उपस्थित हुनुभएका सम्पूर्ण भक्तजनहरूको आजको आनन्दको भगवानको प्राकट्य भएको दिवसको श्रीमद्भागवत महापुराणको जय जय श्री राधे। अब त्यो औँठीलाई खोलेर त्यहाँ राखिदिनु है। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि अद्य सकलं परस्मै नारायणायेति समर्पयामि। साष्टाङ्ग प्रणाम गरेर आजको कर्मलाई हामी यहीँ विराम दिँदै माइक्रो ध्वनिलाई पनि विराम दिँदै पुनश्च भोलि प्रातः 36 बजे 6:30 बजे हामी मण्डपमा उपस्थित हुन्छौँ। मण्डपको सरसफाई पूजनको तयारी र 7 बजेबाट हामी पूजा सुरु गरिसक्छौँ। यति भन्दै सम्पूर्ण भक्तजनलाई शुभरात्रि शुभ सपनी। मर्निङ नमस्ते। म रातिदेखि नै छु नि आज त। भूतपेटे पस्ला नि सबै यमराजहरू उठ्नुपर्छ है बाबु, मैले हिजै भनेको थिएँ। गणेश भगवानको भगवत प्रेमी भक्त सज्जन वृन्द भक्त अनुरागी नित्य चाहिँ हामी पञ्चम अन्तर्गत आज हामी पञ्चम दिवसको प्रातःकालीन सत्रमा उपस्थित भइसकेका छौँ। बिहानको सबैलाई राधे राधे। हाम्रो दिन यसरी नै बित्दैछ, एकदम खुसी हुँदैछौँ, अझै आनन्दित हुँदैछौँ। आज हामी पञ्चम दिवसमा आइसक्यौँ, तर हामीहरूलाई दिन बितेको थाहा भइरहेको छैन। पहिलो दिन अलिक कष्ट हो कि जस्तो भयो, बित्दै गए। अब रमाइलो हुँदै गए, आनन्द हुन थालेको छ। अब कथा अवश्यमेव श्रवण गर्नुहोला, किनकि हाम्रो अन्तःकरण हाम्रो मन एकदम अशुद्ध हुन्छ जतिखेर पनि हामीहरूले राम्रा भन्दा नराम्रा कुराहरू हाम्रो मनमा धेरै विचलित भइरहेका हुन्छन्, चलायमान हुन्छन्। त्यसकारणले गर्दाखेरि यस्तै भगवानका मिठा मिठा गुणानुवादहरू कथाहरू श्रवण गर्नाले, भगवानको नाम जप्नाले हाम्रा सम्पूर्ण दुःख कष्टहरू हटेर जान्छन् र हामीहरूलाई सद्मार्ग प्राप्ति हुन्छ। त्यसकारणले गर्दाखेरि हजुरहरूले नछुटाउनु होला। यही व्यासपीठबाट हजुरहरूलाई निमन्त्रणा छ। कतै बिर्सिएर पुगेको छैन भने पनि हजुरहरूलाई निमन्त्रणा छ। अब आज हाम्रो लड्डु गोपालका लीलाहरूको कथा पनि रहन्छ। त्यसकारणले गर्दाखेरि आजका मिठा कथाहरूलाई श्रवण गर्न हजुरहरू अवश्यमेव पाल्नुहोला। अब यति भन्दै हामी पूजामा सरिक हुन्छौँ। पहिले हामी ओमकार ध्वनिको उच्चारण गरेर पूजालाई शुभारम्भ गर्छौँ। एकचोटि जयकार अवश्यमेव लगाऊँ। जय जय श्री राधे श्याम। उच्चारण गर्छौँ, आँखा चिनिन्छौँ।
मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि मङ्गलं भगवान् शम्भो मङ्गलं वृषभध्वज मङ्गलं पार्वतीनाथ मङ्गलाय तनो हर मङ्गलमूर्तये नमः लक्ष्मीनारायणाभ्यां नमः श्रीगणेशाय नमः सरस्वत्यै नमः श्रीवेदपुरुषाय नमः त्र्याचम्य ॐ वाय नमः ॐ गोविन्दाय नमः हस्तो प्रक्षाल्य ऋषिकेशाय नमः ॐ आसंशुद्धे पृथिविधिमन्त्रस्य मेरुपृष्ठऋषे शुतलं छन्दः कुर्मो देवता आसने पवित्रकरणे विनियोगः यजमाने बाले स्वस्ति तिलकं गुर्युः ॐ स्वस्ति न इन्द्रो वृद्धस्रवाः स्वस्ति नः भोगा विश्ववेदाः स्वस्ति न सारिक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु शिखावन्दनम् आदेन सो विश्वान् मञ्चतगुवाच जदि दिवा जदि नक्रमेण घोषिचक्रिमा वयं मा वायुर्मा तस्मादेन सो विश्वान् मञ्चतगुवाच जदि जाग्रति स्वप्नयेन घोषिचक्रिमा वयं मा सूर्यो मा तस्मादेन सो विश्वान् मञ्चतगुवाच पवित्रेस्तो वैष्णव्यौ शविनो देवीरविष्टयापो भवन्तु पेतये सञ्जोरविस्रवन्तुनः गन्धद्वारां दुरादर्शां नित्यपुष्टां करीषणीमीश्वरीं सर्वभूतानां तामिहो परीक्षायत्वा पृथिव्ययित्वा सुन्दन्तान् लोकाः स्वदया पितृलोकान् प्रीणाहिना श्रेष्ठते लक्ष्मी शपत्न्या वहो रात्रे पार्श्वे नक्षत्राणि रूपमस्मिनो व्यातं माहिणन्निघा सर्वावस्थाङ्गतो विवाय फुल्ले फुल होला नि त्यहाँ फुल्ले छर्किनुहोस् अपवित्र पवित्रो वा सर्वावस्थाङ्गतो विवाय स्मरेत् पुण्डरीकाक्षं शवायाभ्यन्तर शुचि पवित्रे धारणं लावत्य पवित्र औठी वाला उसको लगाउनुहोस् पवित्रेस्तो वैष्णव्यौ शविदुर्वाः प्रसवोत्पुनाम्यचित्रेण पवित्रेण सूर्यसरस्मिवे तस्यते पवित्रपते पवित्रभूत सजत्कामा पुने तचके यम्मा पवित्रे धारणं पवित्र लगाउनुहोस् त अस्ति लवत्यो पवित्र लगाएर त्यो सर्छिन चारैतिर छर्किनुहोस् सर्वेषां विरोधेन पूजा कर्म समारभेत् यज्ञ कर्म समारभेत् मङ्गल कार्य कर्म समारभेत् गोदान लुगाइदान अब थाहा भयो भने त गाइदान भन्ने बित्तिकै ट्याक्क जुङ्गा राखेर राखिहाल्नुपर्छ पूजा गरिहाल्छ श्रीमतीभ्यः सौरैभ्यः च नमो ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नमः गवे नमः गुरुपत्रभ्यो नमो नमः सर्वोपचारार्थे गन्धाक्षतपुष्पं समर्पयामि विष्णु 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 श्रीमद्भगवतमहापुरुषस्य विष्णुराज्ञया प्रवर्तमानस्य श्री ब्रह्मणोन्निरुक्तप्रार्थे श्री श्वेतवाराकल्पे वैवस्वतानन्तरे नेपाल देशांतर्गत काश्मीर मंडल नेपाल देश कनकाई माई पश्चिम दिग्भागे विक्रमशके बौद्धावतारे प्रवादि षष्ठी संवत्सराणां मध्ये सिद्धार्थी नाम संवत्सरे मासाणां मासोत्तमे मासे उत्तम मासे सौर्येण माघ मासे चांद्रेण फाल्गुन कृष्णपक्षे कृष्णपक्षान्तर्गतः चतुर्थीयायां शुभपुण्यतिथौ उत्तर फाल्गुनी नक्षत्रे सुकर्म योगादि भवकरणे मातंग योगादि कन्या राशि स्थिते श्री चंद्रमसी मकर राशि स्थिते श्री सूर्ये मिथुन राशि स्थिते श्री दिवराज गुरु अन्येषु ग्रहेषु यथा यथा राशि स्थान स्थितेषु सत्स्वेवं गुणगण विशेषण विशिष्टायां वेलायां पुण्यायां शुभ पुण्यकाले शुभ पुण्यतिथौ गोत्र वशिष्ठ गोत्र उत्पन्नस्य त्रिप्रवरान्वितः शुक्ल यजुर्वेदी वेद माध्यान्दिनी शाखा अंतर्गतः अद्येह नंदलाल नाम शर्माहं यजमानस्य धर्मपत्नी सा पुत्रा
अमुख अमुख नाम यजमानस्य विशेषत विशेष यजमान ओम प्रसाद नाम शर्माहं धर्मपत्नी स्नेहानां दिव्याय पुत्र यथा नाम पुत्र सहित सकल मनोरथ कामना परिपूर्तये विशेषतः यज्ञ कर्मणि शरीर शुद्धि निमित्तक गोदान तेन तुभ्यं संप्रददे ओम स्वस्ति। लु त्यहीँ छोडिदिनुहोस् है। अब फेरि पूजा गरिदिनुहोस्। त्यहीँ बाछी पनि त्यहीँ सम्झिँदै पूजा गर्दै गर्नु पर्यो। स्वर्ण धर्म स्वाहा स्वर्ण अर्घ स्वाहा स्वर्ण शुक्र स्वाहा स्वर्ण ज्योति स्वाहा स्वर्ण शुक्र स्वाहा। पूर्वोच्चारित संकल्प सिद्धिरस्तु। पूर्वोक्त सुपूजिताय ब्राह्मणाय यथा नाम गोत्राय ब्राह्मणाय गोदान तेन तुभ्यो सर्वारिष्ट शान्तिर्भवतु। अर्घपूजनम एउटा दहीमा यसो पूजा गर्नु। प्रदर्शय द्वादश कलात्मने नमः मत्स्यमुद्राय माचा समर्पयामि। दशकलात्मने नमः मन्यमण्डलाय नमः सूर्यमण्डलाय नमः अंशमुद्रायां सूर्यं दत्प्रभावयामि। सूर्यार्घदानं ऐश्वर्यसहस्रां ज्योतिषराशि जगत्पते अनुकम्पयामां भक्त्या गृहाणार्घं दिवाकर ओम गृहेश्वर्याय नमः। गन्धाक्षपुष्पाणि गृहीत्वा मङ्गलभद्रान् पठेयुः। धूपं प्राज्वल्य ॐ श्रीगणेशाय नमः। हरि ओं मानो भद्राकृतमाकुशक्यमुपशे धीमाप्यं देवान आयुः प्रतिरन्तो जीवसे तान् पूर्वया निविदाहो महे पयं भगं मित्रमदितिं दक्षमश्रिदम् अर्जमणं वरुणघोषो ममस्विना सरस्वतीना सुभगामयस्करात् तन्नो पातु मयो बुब्बातु वेखजन्तन्माता पृथिवी तत्पिता द्यौः तद्ग्रावाणः सोमसुतो मयो भुवस्तदस्मिना शृणुतं दृष्ट्या जुवम् तमीशानं जगतस्तस्थु कस्पतिन्देयं जिन्वमवसे हुमहे पयं पूखानो जताभ्येदशमसद्वृदे रक्षिता पायुरदब्धा स्वस्ताय स्वस्ति न इन्द्रो वृद्धस्रवाः स्वस्ति नः पूखा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्ददातु प्रेकदस्वा मरुतः वृष्णिमातरः सुवञ्जावानोऽभिदधे कुजग्मयः अग्निजिह्वा मानवः सूरचक्षसो विश्वेनो देवा अवसागमन्यः भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्जत्राः स्थिरैरङ्गैतुष्टुवागुंसस्तनो बिभ्यशेमहि देवहितं शतमिन्नो शरदो अन्तिदेवा जत्रा नश्चक्राजरसन्तनो नाम पुत्रासो जत्र पितरो भवन्ति मानो मध्यारीरिकतायुर्गन्धोः अदितिर्द्यौरदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः विश्वे देवा अदितिः पञ्चजना अदितिर्जातमदितिर्जनित्वम् द्यौः शान्तिरन्तरिक्षको शान्तिः पृथिवी शान्तिरापः सुशान्तिर्भवतु। श्रीमन्महागणाधिपतये सचे पुनन्दराभ्यां नमः। माता पितृ चरणकमलेभ्यो नमः। इष्टदेवताभ्यो नमः। कुलदेवताभ्यो नमः। ग्रामदेवताभ्यो नमः। स्थानदेवताभ्यो नमः। वास्तुदेवताभ्यो नमः। सर्वेभ्यो देवेभ्यो नमः।
सर्वाभ्यो देवीभ्यो नमः। एतत् कर्म प्रधान देवता श्री लक्ष्मी नारायणाभ्यां नमः। सुमुखस्यैकदन्तस्य कपिलो गजकर्णक लम्बोदरस्य विकटो विघ्ननाशो विनायक धूम्रकेतुर्गणाध्यक्षो बालचन्द्रो गजानन। द्वादशैतानि नामानि यपरामे सङ्कटे चैव विघ्नस्तस्य न जायते। शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नं वदनं ध्यायेत् सर्वविघ्नोपशान्तये। अभिसिद्धार्थसिद्धार्थं पूजितो यासुरासुरैः सर्वविघ्नम्बके गौरी नारायणी नमोऽस्तुते। सर्वदा सर्वकार्येषु नास्ति तेषाममङ्गलं येषां हृदयस्थो भगवान् मङ्गलाय तनो हवामहे। निधीनान्त्वा निधिपतिगुं हवामहे। वशो मम आहमजानि गर्वधमा त्वमजासि गर्वधम्। अम्बे अम्बिकें बालिके नमानयति कसना ससतसकः सुभद्रिकां काम्पीलवासिनीं। ॐ श्रीमन्महागणाधिपतये नमः। सर्वोपचारार्थे गन्ध अक्षतसतसतों विष्णु 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 स्वस्ति श्रीमद्भगवद्महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य सकल जगत्सृष्टिकारिण ब्रह्मणन्निदत्तिप्रार्थे एकपञ्चाशततमे वर्षे द्वात्रिंशत्कल्पानां मध्ये श्रीश्वेतवाराकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलिप्रथम चरणे भुवादीनाम् अतलादीनां च लोकानां मध्यभागे सप्त द्वीपमध्यवर्तिनि जम्बुद्वीपे आर्यावर्तैकपुण्यतमे आदि मानसरोवर दामोदर नीलकंठ नागकुंडादिपाविते सप्तगंडकी श्वेतगंडकी कृष्णगंडकी माहेन्द्री नारायणी त्रिशूली सुवर्णकौशिकी सप्तकौशिकी बागमती विष्णुमत्यादीनां परमपवित्र जलपावनबाणलिंगादि प्रतिष्ठिते गुह्येश्वरी दक्षिणकाली मनोकामना गोरखकाली त्रिपुरा सुंदरी छिन्नमस्ता पाथिवरा विंध्यवासिनी मल्लिकां तालवाराय मल्लिकादि शक्तिपीठ विराजिते नेमुनापाल रवि उत्तरायणे शिशिरऋतौ मामंगलप्रदमासोत्तमे मासे उत्तममासे पुण्यपवित्रमासे सौर्येण माघमासे चान्द्रेण फाल्गुन कृष्णपक्षे कृष्णपक्षान्तरे गतः वासरोस्तु वासरान्वितायां गुरुवासरान्वितायां चतुर्थ्यायां मासु पुण्यतिथौ उत्तरफाल्गुनि नक्षत्रे शुभयोगे सुकर्मा योगादि कौलवकरणे अमृत योगादि कन्या राशि स्थिते श्री चंद्रमासे मकर राशि स्थिते श्री सूर्ये मिथुन राशि स्थिते श्री देवराज गुरौ अन्येषु ग्रहेषु यथा यथा राशि स्थान स्थितेषु सत्सु पुत्र पुत्रवधू मध्यम पुत्र पुत्रवधू कनिष्ठ माता भगिनी सहित समस्त परिवार सहित विशेषतः सप्ताह यज्ञ कर्मणि आवाहित देवी देवता भक्ति द्वारा अहं करिष्ये वयं कारयिष्ये। ओम माज जाग्रतो दूरमुदैति दैवं तदसुतसतदैवैति दूरंगमं ज्योतिकं ज्योतिरेकं तन्मे मनः शिव संकल्पमस्तु संकल्प सिद्धिरस्तु सत्या सन्तु यजमानस्य कामाः चिन्तित मनोरथ सिद्धिरस्तु संकल्पं परिपूर्णमस्तु। प्रथमतः कर्मसाक्षी दीपनारायणाय ध्यानम्। ओम नमस्त्वनन्दाय सहस्रमूर्तये सहस्रपादाक्षस्वरूपावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः। कर्मसाक्षी दीपनारायणाय नमो नमः। ध्याये ध्यानं ध्यानान्ते पुष्पं समर्पयामि आवाहनं समर्पयामि आसनं समर्पयामि पादयोपाद्यं समर्पयामि हस्तयोरर्घ्यसमे तिलासमे मुद्गासमे कल्वासमे प्रियङ्गवसमे रवसमे श्यामकासमे निवारसमे गोधूमासमे मसूरासमे गन्धेनकल्बन्धां सर्वोपचारार्थे गन्धाक्षतपुष्पं समर्पयामि धूपं दीपं दर्शयामि पुरतनैवेद्यं संस्थापयामि। ओम ध्यायति नित्यं स योगी योगिनां नमो व्रातपते नमो गणपते नमो प्रणतपते नमस्ते लम्बोदराय एकदंताय विघ्नविनाशिने शिवसुताय श्रीवरदमूर्तये नमः। प्रार्थना पूर्वक नमस्कारान् समर्पयामि। अब लक्ष्मीको पनि स्तोत्र हुन्छ त्यो पनि ध्यान गरेर एकदम लक्ष्मी पनि आएर स्थिर भएर विराजमान भइदिनुहोस् भनेर सम्झिने
अब गुरुहरूलाई पनि दक्षिणा दिने बेला हुन थाल्यो नि त, त्यही भएर लक्ष्मीको पनि आह्वान गर्नुपर्छ है। ल ओम हिरण्यवर्णां हरणिं सुवर्णरजतस्रजां चन्द्रां हिरण्मय लक्ष्मीं जातवेदो महावहतां मावजातवेदो लक्ष्मीं मनभगामिनीं यस्यां हिरण्यं इन्देयं गामस्वं पुरुषाणाम् असपूर्वामृतमाद्यमस्तिनाद प्रमोदिनीं श्रियं पद्मे स्थितां ईश्वरीं सर्वभूतानां तामियोपवे श्रियं मनसा काममाकूतिं वाच सत्यमसीमहि पशूनां रूपमन्यस्य मयि श्रीश्रेतां यसा कर्दमेन प्रजाभूता मयि शम्भवगर्दमा श्रियं वासमे कुले मातरं पद्ममालिनीम् आपसृजन्तु स्निग्धानि चक्ले तवसने गृहे निचदेवीं मातरं श्रियं वासमे कुले आद्रां पुष्करणीं पुष्टिं पिङ्गलां पद्ममालिनीं चन्द्रां हिरण्मयलक्ष्मीं जातवेदो श्रियां हिरण्मयीं लक्ष्मीं जातवेदो महावः तामावः जातवेदो लक्ष्मीं मनभगामिनीं यस्यां हिरण्यं प्रभूतं गावो दास्यस्वान्विन्देयं पुरुषाणां या शुचि प्रयतो भूत्वा जुह्यादाज्यमानवां शुक्तं पञ्चदशरचञ्च श्रीकामः सततं जपेत् ॐ महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् श्रीर्वर्चस्वमायुष्यमारोग्यमाविराच्छोभमानं मय्यते धनं समृद्धिरस्तु शास्त्र समृद्धिरस्तु पुष्टिरस्तु धनधान्य समृद्धिरस्तु पुत्र पौत्र समृद्धिरस्तु इष्ट सम्पदस्तु अष्टम् अरिष्टनिरसनमस्तु ब्राह्मणा तथास्तु आय नमः भोरिग्वेद भगवान् या गच्छ या तिष्ठ यावत् पूजां करोमि तावत् त्वं सुस्थिरो भव सुप्रसन्नो वरदो भव दक्षिणे यजुर्वेदाय नमो नमः भो दक्षिणाय यजुर्वेदाय नमो नमः इखे त्वा वायवस्तदेवो वा सविता प्रार्पयतु श्रेष्ठतमाय कर्मणाप्यायतु मङ्ग्या इन्द्राय भागं प्रजापतिरनमीव अयक्ष्मामावस्तेन ईशतमागशगुंशो ध्रुवा भवा उत्तरे अथर्ववेदाय नमो नमः उत्तरे अथर्ववेदाय नमो नमः सर्वोपचारार्थे गन्धाक्षतपुष्पं समर्पयामि पूजा गरिराख्नु है ओम वैराग्याय नमः मम मण्डकाय नमः ओम कालाग्निरुद्राय नमः ओम कुरुमाय नमः आधारशक्तये आनन्दाय नमः गन्धराय नमः सोमसुधासिन्धवे नमः श्वेतद्वीपाय नमः निमणियाय नमः रमविटाय नमः ओम दमधर्माय नमः ज्ञानाय नमः वैराग्याय नमः ऐश्वर्याय नमः धर्माय नमः ज्ञानाय नमः नमो द्वादशदित्येभ्यो नमः अश्विनी व सवित्री विश्वदेवेभ्यो नमः सप्तेभ्यो नमः भूतनागेभ्यो नमः गन्धर्वप्सरेभ्यो नमो नमः स्कन्दनन्दिशूल बलाय नमः बलवराय नमः जयाय नमः विजयाय नमः सुशीलाय नमः पुण्यशीलाय नमः ओम भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्जत्रा स्थिरैरङ्गैः तुष्टुवागुंशस्तनोभिर्व्यसेमायि देवैताञ्जदायो मन्दवस्तावैत देवी देवताभ्यो नमो नमः ऋग्वेदाय नमः ध्रुवाय नमः रामरावे नमः गुरवे नमः सुभद्रतोरणाय नमः सूर्याय नमः धराय अंगारकाय नमो नमः सर्ववेदाय नमः सोमाय नमः केतवे नमः द्वारका शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्रः शनि राहु केतवः सर्वे ग्रहाः शान्तिकराः भवन्तु सूर्य सौर्यमतेन्दुरुच्च पदवीं षण्मङ्गल मंगल सद्भूति बुधो गुरुश्च गुरुतां शुक्रं सुखं संसनिं राहुर्बाहुबलं करोति सततं केतुं कुलस्य नते नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहा वासुदेवाय नमः भद्राय नमः आदित्यै नमः नन्दाय नमः च उतामृतते सानो जदन्नेनातिरोहति एतावानस्य महिमातो जायांश पुरुगवादो च विश्वाभूतानि जत मृदं देवी द्रवादुर्दौदिद्बुरुगापादोषे अभवतु नाथ तो विग्मग्रामशासनानसनेऽपि ततो विराट जायत विराजो अधिपूरुगा जातो अत्यरिच तपस्सात् भूमिमतो पुरा तस्मादिज्ञा सर्वौतरे च सामान्यजन्निरे छन्दा गुंशिजन्निरे तस्मात् तस्मात् स्वाजायन्त जे केचो वया ततः गावो जन्निरे तस्मात् जाता जावय तंजन्यं वारे के प्रोक्षण पुरुगं जातमग्रता तेन देवाय जन्तजात्यारकपुरुगं यददो कथितपकर्वन्नाम गङ्गमशासित किं बाहु किमोरुपादौ चेते ब्राह्मणो समुखमासीत् बाहु राजन्या कृता ऊरु तदवैशा पदव्याङ्गुशूद्रो अजायत चन्द्रमा मनशो जात चक्षो सूर्यो अजायत श्रोत्राद्वायश्च प्राणसमुखादग्निरजायत नाभ्यासीत् अन्तरिक्षगुं शृणोति समर्थत पदव्यां बहुमर्दिशा श्रोत्रा तथा लोकावकल्पन जत्पुरुगेण अभिगा देवजनमतन वसन्तोस्यासिदाज्याङ्ग्रेक्मयिद्मा शरदभि सप्तास्यासन् परिदस्त्रे सप्तसमिदा कृता देवजननन्तन्वानावदन् पुरुखं पशुम्मा जज्ञेन जज्ञमय जन्त देवास्तानि धर्माणि प्रथमान्य षण्णते अनाकं महिमान सजन्त जत्र पूर्वे साध्याः शन्ति देवाः नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णु प्रचोदयात्
ओम नारायणाभ्यां नमः लक्ष्मीनारायणाभ्यां नमः सर्वोपचारार्थे गन्धाक्षतपुष्पं समर्पयामि कोटि कोटि नमस्कारान् समर्पयामि ऋतुफलं समर्पयामि द्रव्यदक्षिणां समर्पयामि सूर्यादि नवग्रह पूजनं सर्वोपचारार्थे गन्धाक्षतपुष्पं समर्पयामि देव्यै नमः ओम नमो ओम अनंताय नमः सर्वोपचारार्थे गन्धाक्षतपुष्पं जगन्नाथजी महाराजको गोर्खीले अरूको चाहिँ छुनुहुन्छ अनि आफ्नो पाउ पनि छुन दिनुहुन्न त्यसरी हुन्छ स्वामीको हजुरले छुनुभयो अनि हामीले पर हटाट गर्नुहुन्छ मैले त्यत्रो पुण्य कमाएको छैन पुण्य कमाउनु पर्छ अनि धेरै भर्नु पर्छ अनि बल्ल गोडा सुन्नु लैजाऊ अनि छँदै छैन आफूले ठिकठाक गर्छु भनौँ छैन भन्नु न राजा यहाँबाट एउटा वायरलेस मिलाइ मसँग केही छैन है खाली छ यहाँ छ जे छ यहाँ छ स्वार्थमै जिन्दगी पार गर्न आँट्यो परमार्थ गर्नका लागि अलि धेरै काम गर्नुपर्छ धेरै पुग्नु चाहिन्छ गर्दै नगर्ने आफू हर हर महादेव शंभो कैलाशपति महादेव को राष्ट्रपति पशुपतिनाथ भगवान को आज को आनंद को भगवान को ओम भाइ यता आऊ यता हरि ओम गणपति गंगावाय प्रियानंद गणपति गंगावाय निधिनंद निधिपति गंगावाय पशुममानचानि गणपतमातमजासि गणपतम्मा गायत्री त्रिशूलगत्यानुष्टपंक्त्या सागरे त्रिण्या कगुषोचेवे संयंतदा पूर्वे ज्योति वेगं तन्मे मनः शिवसंगमोऽस्तु जेन कर्माणि करोमि खिडोजन्ये गणवन्ति विदिते गुदीराः जडगर्वं जजमन्तः प्रजानं तन्मे मनः शिवसंगमोऽस्तु जप्रज्ञानं ततेतो ज्योतिरन्तरमिदं प्रजासुस्मान् विदे किञ्चन कर्म क्रियते तन्मे मनः शिवसंगमोऽस्तु जेनेदं भूतं भुवं भगवत्परिगृहे तमं विधेन सर्वं वाचेन जनितायते ततो होता तन्मे मनः शिवसंगमोऽस्तु सुगारादिरज्वानि वजन्मनगणे नीयते बीच विर्वाजिनै वारद्वदितं जरिजलं च विकन्दन् मे मनः शिवसंगमस्तु हरिः अपादजमिदं देवे त्रिपादो उदयपुरगः पादो जयहाहुतुनः ततो विग्रहं विग्रहमजातनानदनीय वेदतो विराटजात विराजो दिगोरुगः जजातो अन्तरिदित विराट भूमिमतो पुरः तस्मान्न्यासर्वभूता समृतमर्गदाज्यमापचोतां जगृभायभ्यानारण्या ग्राम्या जजे तस्मान्न्यासर्वभूतरिजः चामानिन्द्रे चन्दाकुञ्जिन्द्रे तस्मादजायता तस्मादजायन्दजे तेजो यादतः गावो अनिन्द्रे तस्मादजायन्दजात्यारिगे जजे तद्गुरुकं वेदतोपतिरापकल्पेन्नमगङ्गमचाशरीमाहुके मोरोपादा उच्यते ब्राह्मणोचमकमाजी बाहुराजन्यः विरः पूज्यः पुर्या कुञ्जोधो जायता चन्द्रमामलमो चैतन्यदेवो जमवर्तदा पृथ्व्यां मोहमदा क्रोद्रान्तदा लोकानकल्पेन्न जत्परुगेडाम्बिका देवाजनमदनमदवचन्दो जयजयराजेन्द्रेर्मिन्मः जपदभिः सप्ताचार्यन्मरिदहद्भिः सप्तशमिदः कृताः देवाजनन्दन्मानाविन्दन्पुरुकम्मचुम्मा जन्मेन जन्मे जन्तदेवादानि धर्माणि प्रथमानि चन्नादेहनाकं महिमानः शतन्दचतुर्पूर्वे जात्या सन्ति देवाः अद्भ्यः समृतः पृथिवीरथा च विजवर्मणः समवर्तदाग्रे तच्चतताभिदेवतमेति तन्मदेवतमाजानमग्रे वेदाहमेतं पुरुकं महन्तमादितवर्णन्तमजः प्रदातः तमेव विदितमेति नान्यपन्थाभिदितेयनाय प्रजापतिचरिति गर्भे अन्तरजायज्ञापौरात्रे पार्श्वे नक्षत्राणि रूपमचिनो व्यातं मायुधन्निकाणाम् आशोचिचानो वृगपौर्णमी मोघनागनः चोपनिचगणीनां मा सङ्कन्दनो निमिकैकवीरः चतुर्मुचैनायजसागमिन्द्रः सङ्कन्दनेन निमिकेण दुर्गारेण दुश्चमनेन दिना
तदिन्द्रेण जात तजातं जितो नरैकवसेन विघ्नासैकवसैः शनिगञ्जुरुचि चकुंसटासैत इन्द्रो कलेन चकुंसितै सोमपाबाहु चतुर्धन्मा प्रतिष्ठा प्रसा बृहस्पति प्रतियारति नरद्योहामित्रः उपवादमानः समेत विदारधानं बलविन्नायस्तविरः प्रवीरः चातुन्वाजी चामानवग्रः विवीरो अभिचत्रतहो जातैतमिन्द्रतमादितगोविता गोत्रविदं गोविदमद्रवाहं जयन्तमदुरनन्तमोजाय विचन्द्रगदिविमनिगाचर्चविद्रहन्मदगा विचर्चा सर्वं तदिन्द्रदेवचेतनन विचतर ततो जोगिजोजाभिचमाभाजिरोचनमा तच्छूर्यदेवतं तन्महितमदयागतोर्पितगोचन्द्राराज्यदेदयुक्तहरितः ततदा धात्रीवाचातनदेजिमद्वैतन्मधृतपञ्जाभिचक्षैतोर्जोरूपं गृहीते उर्पदे अनन्तमन्यतृजतजपादः विष्णुमन्यदवितः जन्मनन्दिपड्मः वचिजोचिपडादितमः वचिमहसीचकोमनतीरुमः वचक्रादेवमः वचिमन्नादेवानामचोद्यः पुरोहितो ओम स्वाम नमस्ते रुद्रमन्य भूतोदयकवे नमः भाव्यमतते नमः जाते रुद्रशुभादनुरघुरापापकाशिनिदयन स्तनवासन्तमय गिरिसन्तापिचाकसे जामे गुंगुरिसन्तास्तविर्कतवशिवाङ्गितां कुरुमाय गुंषे पुरुगञ्जगत शिवेन वसदात्वा गिरिवदवरोषु मङ्गला जय चैन गरुद्राविदौ दक्षिरता सहस्रचौ वैका गुहेड हिमयसौ सर्वते नीलगिरि भोविलहिता उदयनाङ्गवादरन्नदरन्नुदासरडयाति नमोस्तु नीलगिरिवाय सहस्राक्षाय मेढुक्यादोजय सत्वानवन्देभ्यकरं नमः प्रपञ्चतनं मोवयराज्ञर्जम्मचास्तैकवा परातपगौपविचन्दनो कप्रतिनो विशल्यबाणवा उदानि सन्नसायिकवा पुरेशने गङ्गते जाते धर्मेडमस्ते भगवते धनुतायस्मान् पितस्माय परिभुज परिते धन्मनो हरिकेशव्यपशूनां पदे नमः सकविञ्जराभिकिमधिपतीनां पदे नमः हरिकेशाय भवितेन पीठानां पदे नमः वल्लुजाय व्याधिनेनां पदे नमः वसयते जगतां पदे नमः रुद्राय दत्ताय निचत्राणां पदे नमः सुधायान्ते वनानां पदे नमः रोहिताय स्तववृक्षाणां पदे नमः वन्दे वरस्तदाय युवतीनां पदे नमः वन्द्रणे माडिजाय कृष्णानां पदे नमः उच्चर्गोकाय ग्रन्थपतीनां पदे नमः कृष्णाय दावते सदनां पदे नमः समानानि वेदिनाभ्यदिनीनां पदे नमः गङ्गे गगुवास्तेनां पदे नीचे रविपरिचराय रण्यानां पदे नमः वञ्चते परिञ्चते तायिनां पदे नमः गङ्गे गते तस्कराणां पदे नमः श्रीगायिव्योजिकागमणतां पदे नमः सुमन्दिरनन्तञ्जरदेवग्रन्थानां पदे नमः ओडि गिरिचराय गुञ्जानां पदे नमः इगवन्दे धनवानि विश्वो नमः तन्वानि व्यवृतान् विश्वो नमः तन्वानि विश्वो नमो नमः विजयचतुर्विधे सबदे जागृते सायन व्यासिन वेसन देव्यारते वेसन छत्रव्या संग्रह वेसनानान्माद्व्यारोगे नमस्ते तकार वेसन कुलाले व्याकर्मारे वेसन एकादेव्य पंजडे वेसन शनिभ्य मृगे वेसन सभ्य स्वपति वेसन नमो भय चरित्रार्चना सर्वाय शुभसदेशन नीलगिरिवास कंठाय नमः कवदिने चुपिते केशाय नमः सहस्राक्षाय चतुर्णि चरम गिरिजाय वेदाय नमः ओम हर 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 महादेव शंभो ओम जय जगदीश हरे यति दोहोऱ्याउनु ओम जय जगदीश हरे त दोहोऱ्याउनु है भाव कपूर छ मंगल भाव कपूर छ मंगल आरती सब भांति ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण विनाशे विनाशे शरणागत ओम जय जगदीश हरे श्रेष्ठ स्थिति लय करे साओ प्रेम सुधा बरसाओ शरण पर्यो हामी ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुण अनुरूपति मी हौ गुण अनुरूपति मी हौ हरिहर हौ धाता ओम जय जगदीश हरे युग युग पालन गर छौ अगणित रूप धरि प्रभु अगणित रूप धरि सर्व दुख हर
प्रक्षाल्य भनेको हात धुनुहोस्, जल भनेको पानी है हो। ल अब पुष्प लिएर पुष्पाञ्जलि गर्ने। ओम जन्नेन जन्नेमय जन्त देवास्तानि धर्माणि व्रतमान्या शरणते अनागमयि मानस चन्द्र चन्द्र पूर्वे शाद्याः सन्ति देवाः राजाधिराजाय प्रसह्य सायिने नमो वयं श्रवणाय कुर्महे शमे कामान् कामकामाय मह्यं कामेश्वरो वै श्रवणो ददातु कुबेराय वै श्रवणाय महाराजाय नमः। ओम प्रेर्विश्वे देवा सभासवेति ओम विश्वतः सच्चुरुद विश्वतो मुख विश्वतो वा उरुद विश्वतः स्वात सम्भाव्यन्तमति सम्पत्त्रयद्यावा भूमि जनयन् देव एकारि ओम एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ती प्रचोदयात्। ओम नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णु प्रचोदयात्। हरि ओम महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। हरि ओम कात्यायन्यै च विद्महे कन्याकुमारी च धीमहि तन्नो श्री दुर्गा प्रचोदयात्। नंदनंदनाय विद्महे यशोदानंदनाय धीमहि तन्नो श्रीकृष्ण प्रचोदयात्। ओम सेवन्ति कामकुलजं पटपाटलाब्जै पुण्यगजामि करवीललसालपुष्पै विद्वामः मण्डपस्थ आवाहित देवी देवताभ्यो नमः। विश्वपरिक्रमा करे। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भजो वासुदेवाय वासुदेवाय भजो वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेव भगवान उपस्थित हुनुभएका गुरुहरू, यहाँ वृद्ध माता पिताहरू, आयोजक समितिका मेरो भाइहरू, धेरै वर्षदेखि हामी चिन्छन्। हामी अहिलेको नाता होइन, 2032 सालदेखि हाम्रो प्रेम थियो। जतिखेर हजुरबुवा हुनुहुन्थ्यो दमकमा, उहाँ बिहान बेलुका हाम्रोमा नआई उहाँलाई हुँदैन थियो। अनि पछि हामी यहाँ यो जनतामा घर जग्गा किनेर त्यहाँ बस्यौँ। अनि त्यहाँ पनि अब दाजु हाम्रो छिमेकी हुनुभयो। अनि यो जेठो भाइ मसँग पढ्थ्यो, सँगै पढ्थ्यो। यसलाई खुब टोपी फ्याँकिदिन्थ्यो अनि पछाडिबाट लात्ताले हान्थ्यो क्या कहिले कहिले। खुब रमाइलो हुन्थ्यो। त्यो क्षण चाहिँ आज म 35 वर्षपछि यो घरमा आउँदैछु। आज म बच्चामा आउँथेँ, त्यतिखेर साना घर थिए, झोडा थियो यहाँ। ओम श्री अम्बा, ओम श्री अम्बा। अनि सानो घर थियो, त्यो सखुवाको बोक्राले छाएको घर थियो वरिपरि। हामी आउँथ्यौँ। भाउजूले मलाई एक दुईचोटि भात दिनुभएको छ यहाँ, साह्रै मिठो भात। त्यो कहिल्यै बिर्सिन्न म, किनभने त्यो प्रेम हो नि त। अनि आज फेरि 35 वर्षपछि म यहाँ उपस्थित हुन पाएँ। वृद्ध माता पिता दाजु भाउजूलाई सम्मान गर्न पाएँ। मैले चाहिँ यो सम्मान 698 आज 98 95 98 र 99 आज दाजु र भाउजू पर्नुभएको छ। आज यो सौभाग्य मैले पहिल्यैदेखि गर्ने खोजेको थिएँ। यो अब सायद पर्दैन थियो। आज यत्रो महायज्ञमा आएर भाइ पनि अस्ट्रेलियाबाट आएको, बुहारीहरू सबै, कान्छी बुहारी सबै उपस्थित भएको। अनि मौका चाहिन्छ कि कुनै पनि सायद चाहिन्छ। हामीलाई प्राण जानलाई पनि त सायद चाहिन्छ नि त। जन्मिन पनि सायद चाहिन्छ, बिहा गर्न सायद चाहिन्छ, भेटघाट हुन पनि सायद चाहिन्छ। मनले चाहेर हुँदैन। तर आज मैले दाजुभाउजूहरूलाई सम्मान गर्न पाएँ। हाम्रो लगभग 50 वर्ष अगाडिदेखिको सम्बन्ध, यो अहिलेको बनाएको सम्बन्ध होइन, त्यो कालदेखिको। अब बुवा हुनुहुन्थ्यो, काका भन्थ्यौँ हामी। अनि काकापछि दाजु, दाजुपछि छोरो, छोरोपछि नाति, नातिपछि पनाति। 5 पुस्ता भयो, 5 पुस्ता यो सम्बन्ध हामीसँग रहेको। त्यसैले आज मलाई उहाँहरू, अब म चाहिँ के छ भने 84 वर्ष पुगेका वृद्धहरूलाई जहाँ भए पनि गएर सम्मान गर्न मन लाग्छ। 699 जनालाई आज समेत भइसक्यो। अब फेरि त्यस्तै अहिले त मलाई कस्तो भयो भने खबर आउँछ 94 वर्षका मान्छे छन् है यहाँ आइज है भन्छन् कि। 84 कटेकाहरू 84 वर्ष पुगेका मान्छे छन्, आऊ है सम्मान गर्न भन्छन्। अनि म जान्छु, म गरिराखेको छु। यस्तै हो, यो मान्छेलाई पुगेर हुँदैन, मन चाहिन्छ सबैभन्दा। अनि मलाई चाहिँ कस्तो लाग्छ भने म 20 वर्ष अगाडिदेखि गरेको कार्यक्रम हो यो। अनि मेरो आमा बुवाहरू परमधाम गएपछि चाहिँ अझै किन मलाई प्रेम कसरी रह्यो भन्नाले चाहिँ मलाई कस्तो भयो भने मेरो मुवा होइसिन्थ्यो 90 वर्षको।
अनि कोही मान्छे आएर भेटेर अनि 2-4 पैसा दिन्थे अथवा फलफुल ल्याएर दिन्थे अथवा सल ओढाइदिन्थे अनि आमाले 3 महिना कुरा गर्नुहुन्थ्यो कि फलानु आयो मलाई सम्मान गरौँ भन्नुहुन्थ्यो किनभने उहाँहरू त कहीँ जानु सक्ने अवस्था छैन अनि घरमा मानव उहाँहरूलाई हौसला बढ्छ कि आहा अझै बाँच्न पाए हुन्थ्यो यस्तो माया गरिराख्नु सबैले भन्ने एउटा हौसला हुन्छ त्यो नै मेरो लागि सबैभन्दा आनन्द हुन्छ ओम श्री अम्बा ओम श्री अम्बा म एउटा सानो स्तुति गर्छु देवीको म ती देवी भक्त पनि हुँ सत्य स्वरूपिण्डायै पराम्बिकाय ब्रह्माण्डधीशरे च नमो नमस्तु आत्मारूपयुक्ताय परमात्मरूपिणी श्रीदिव्यतत्त्वाय नमो नमस्तु श्रीपूर्णब्रह्माय सनातनाय अद्वैतद्वैताय पराधनाय सृष्टादिरूपाय च विश्वरूपाय नमामि अम्बाय नमो नमस्तु दिव्याय देव्याय चिन्तनाय ऐङ्कार ह्रीङ्कार त्रिगुणातीताय गुणसहस्राय परतत्त्वरूपाय नमामि अम्बाय नमो नमस्तु नमामि अम्बाय नमो नमस्तु आफू नै खुसी छु उहाँहरू त पक्कै खुसी हुनु नि हुने हो तर म पनि मेरो सौभाग्य भन्छु म चाहिँ किनभने यो जगतमा मेरो दाजुभाउजूहरू जति दिन बाँच्नुहुन्छ रहनुहुन्छ रहिनुहोस् टाउको पनि नदुखोस् हिँड्दाखेरि काँडाले पनि नघोचोस् एउटा कपाल पनि नझरोस् अब जति कपाल फुल्यो फुल्यो अब नफुलोस् र सुस्वास्थ्य होस् सुमङ्गल होस् राम्रै मात्रै हजुरका छोराहरू सबै असल बुहारी असल छोरी असल सबैमा प्रेम बढेर जाओस् केही होइन जीवन हाँसु एक आपसमा प्रेम होस् बुवा आमाको सेवा गर्न पाउनु भएको छ हामी अभागीहरू त लाई त छोडेर आमा बाउले गइहाले कोही छैन हाम्रो त उहाँहरू नै हो कोही छैन हाम्रो न मामा छन् न माइजू छन् न आमा छन् न मामा कोही पनि छैन उहाँहरू नै हो जे सम्झे पनि अनि त्यसैले पूर्ण परमात्माले उहाँहरूलाई सदा कल्याण गरून् उहाँहरूले रक्षा गरून् ओम श्री अम्बा ओम श्री अम्बा देवीको नाम अनि पो बोक्दछ त्यो परधाम राम भज कि त कृष्ण भज आज्ञा भज मैले भजन गाएको सुन्नुभयो नि जहिले पनि पूजा गर्दा अगाडि देवीको पूजा गर्नुहोस् छोरीलाई टिका लगाइदिनुहोस् ज्वाइँलाई बुहारीलाई टिका लगाइदिनुहोस् अनि छोरीलाई छोरालाई पछि अग्र भज देवीको नाम अनि पो पुग्दछ त्यो परधामलाई जय श्री अम्बे आयुष्मान भव सर्वमङ्गल भव तेजस्वी ज्ञानी भव श्री अम्बा पद पाओ पूजा ओम श्री अम्बा सुख शान्ति ऐश्वर्य जगतमा रहिन्जेल टाउको पनि नदुखोस् हिँड्दै त भनिहाल्यो अलिअलि त दुख्छ नि दाजु आइया भन्नु हुँदैन ओम श्री अम्बा ओम श्री अम्बा ओम श्री अम्बा ल भाउजू जय श्री अम्बे सुख शान्ति ऐश्वर्य प्राप्त होस् मलाई पनि आशीर्वाद दिनुहोस् हजुरहरूको आशीर्वाद हामीलाई जति हामी दिएको छ नि त्योभन्दा डबल दिन्छु अन्त ओम श्री यताको पुगो सम्झेको जे गर्न विचार आउँछ त्यही ओम श्री हल्कासँग तपाईँले सिङ्गल दिनुभयो म डबल दिन्छु ओम श्री एउटा फोटो पनि खिच्छु सबैलाई परिवारलाई सबैलाई जय श्री नंदन
सहारा कहिले नभइजाऊ तिमीबाट टाढा तिमीले नभइजाऊ तिमीबाट टाढा गुरुदेव तिम्रै चरणकै सहारा को ज्योति तिमीले देखायो राग द्वेषबाट छुट्न सिकायो शान्तिको सन्देश तिमीले ल्यायो अज्ञान मूर्ख सबैलाई सिकायो राग द्वेषबाट टाढा तिमीबाट टाढा गुरुदेव तिम्रै चरणकै सहारा कहिल्यै नभइजाऊ तिमीबाट टाढा कहिल्यै नभइजाऊ तिमीबाट। व्यासजी महाराज को जय हो, आज को आनंद को जय जय हो, सुखदेव जी महाराज को जय हो। गोविंदाय नमो नमः श्री गोविंदाय नमो नमः। जय राधे राधे गो राधे राधे गोविंद गोविंद राधे राधे गोविंद गोविंद राधे राधे गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे। जय हो, सबैले करो भावले ताली सेवा गर। कति सेवा गरेको खूब यशोदाको प्रशंसा गर्थे। ठाउँ छैन, सबै कमरा पेक छन्। माता यशोदाले गोरु गाडा मनी बस्ता ओछ्याएर भगवानलाई सुताइदिनु भएको छ। उता भगवानको नामको यज्ञ चल्दैछ अनि एकछिनपछि भगवानले आँखा खोल्नु हो पर्छ। जन्म जन्मान्तर कल्प कल्पान्तर युग युगान्तर यम नियम आसन प्राणायाम प्रत्याहार ध्यान धारणा समाधि तब भगवानको एक झलक पाइन्छ। अरु म नन्द यशोदाको घरमा छु। त्यही त त्यो सबै भोलाहरू हटाइदियो यहीँ खान्छ यहीँ थुक्छ भन्छ कि भोलाहरू एउटा बरु साइडमा एउटा के कार्टुन सार्टुन राख। भगवानलाई चन्दन किन चढाउनु, भगवानलाई माला किन चढाउनु, यो भगवानको भक्तिको आगत बढाउनु एकदम स्पेशल हाम्रो यहाँ। हेलो गाइस, देख्नु हुनेछ हाम्रो रङ्गेली विराटनगरको हाम्रो बारीमा यो बनाएको हाम्रो यता विराटनगरको दाइ हुनुहुन्छ, एकदमै राम्रो कारिगर, एकदम बबाल बनाउने टेस्टी टेस्टी खाना। हजुरहरूलाई यदि कुनै पनि विवाह कार्यमा आवश्यकता भएमा हाम्रो दाइलाई सम्झिन सक्नुहुन्छ। उहाँको नाम रहेको छ रमेश दास।
रमेश दास तपाईँको ठेगाना भनिदिनु नम्बर भनिदिनुहोस्। मेरो ठेगाना सुनबर्सी 6 हो मोरङ। मेरो नम्बर हो मोबाइल नम्बर 9825 36 96 36। ल ठिक छ। तपाईँहरू पनि यदि कोही यो कन्ट्याक्ट नम्बरमा डायल गरेर उहाँसँग कन्ट्याक्ट भएर तपाईँहरूको हरेक कार्यक्रममा खाना बनाउनुदेखि लिएर हरेक पुलाउ जेसुकै तपाईँहरूले खानेकुराहरू बनाउनुहुन्छ उहाँलाई सम्झिनु सक्नुहुनेछ। धन्यवाद। जेरी पनि बनाउनु भएको छ उहाँले देख्न सक्नुहुन्छ। एकदमै बवाल कला छ उहाँसँग। ल है राधे राधे। गोपिनी हो के भन्न आँटेको थिन्छ? राधा दुईजना बसेर एकजनाले कृष्णजीले मुरली यसो गर्ने कुर्सीमा टक्क बस्ने राधा कृष्ण चट्ट हात पक्रेर उता अरू चाहिँ वरिपरि नाच्छन् के गोपिनीहरू। तिमी पनि गोपिनी नाच्ने नि त तिमी नाचिनौ भने मलाई काठमाडौँ आउँदा भात त्यत्तिकै त्यसै राम्री छौ त नि के बनाइदिनु। मेरो पनि लिनु भएको मेरो नलिनु। बजाओ है कन्हैया तिमीलाई कन्हैया तिमीलाई गाना दिँदैनौ। बंसी बजाओ है कन्हैया तिमीलाई गाना दिँदैनौ। जाना दिँदैनौ तिमीलाई जाना दिँदैनौ। जाना दिँदैनौ तिमीलाई जाना दिँदैनौ। हाम्रो घरमा आऊ है कन्हैया तिमीलाई जाना दिँदैनौ। हाम्रो घरमा आऊ है कन्हैया तिमीलाई जाना दिँदैनौ। तिमीलाई जाना दिँदैनौ। त्यसरी आऊ है कन्हैया तिमीलाई जाना दिँदैनौ। जाना दिँदैनौ तिमीलाई जाना दिँदैनौ। जाना दिँदैन गोपिनीलाई नचाउने। कृष्ण हे कृष्ण सुन सुन हे कृष्ण कृष्ण तिम्रो बंसीले आज के भन्छ। गोकुलमा तिमीले माखन मिश्री खाएको। गोकुलमा तिमीले माखन मिश्री खाएको। बिर्सेका छैनौ हामीले गोपिनीसँग खेलेको। बिर्सेका छैनौ हामीले गोपिनीसँग खेलेको। कृष्ण हे कृष्ण सुन सुन हे कृष्ण कृष्ण हे कृष्ण सुन सुन हे कृष्ण तिम्रो बंसीले आज के भन्छ। जाउँ वृन्दावन जाउँ
बुझ्न सक्दैनौ दर्शन देऊ हामीलाई कहिले पाप गर्दैनौ दर्शन देऊ हामी कृष्ण सुन सुन हे कृष्ण कृष्ण हे कृष्ण सुन सुन हे कृष्ण तिम्रो वंशले आठ के भन्छ जाऊ वृन्दावन जाऊ वृन्दावन जाऊ वृन्दावन जाऊ 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 वृन्दावन जाऊ वृन्दावन जाऊ वृन्दावन जाऊ 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 वृन्दावन जाऊ वृन्दावन जाऊ वृन्दावन कृष्ण कन्हैयालाल को भगवान कहाँ हुनुहुन्छ अहिले कल्पना गर्ने न श्रीधाम वृन्दावनको यमुना पुलिन वंशी बट्टी राधा रानी के रिसाउनु भयो अरे ओ सब गोपिनीहरू आए तर राधा रानी आउनु भएन रासमा सबैले ताली सेवा गर्दै सबैको उत्साहवर्धन गर्नुहोला उभिने अब बस्ने टाइम छैन है धेरै कुर्सी हटाउने लास बिहारमा त्यो गर्नु पर्यो हरि बोल अब सबै बसिदिउँ केही नगरौँ अहिले हरे पुग्ने अहिले पर हटिदिउँ चुपचाप बसेर हेरिदिउँ बस्नु वृन्दावनको पाथमा बाँसुरीको भागमा वृन्दावनको पाथमा बाँसुरीको भागमा हामीलाई डाकेर रामत खेल्नु हाँसेर कमा बाँसुरीको भागमा हामीलाई डाकेर रामत खेल्नु हाँसेर रामत खेल्नु हाँसेर पूर्णिमाको साँझ पर्दा पूर्णिमाको साँझ पर्दा वृन्दावनमा यो संसारलाई मोहित पार्ने बाँसुरी बजायो संसारलाई मोहित पार्ने बाँसुरी बजायो अहिले जस्तो लागेर अहिले जस्तो लागेर रामत खेल्नु हाँसेर रास रचो है यमुना के तट हरी रास रचो है यमुना के तट हरी रास रचो है
रचो है रास रचो है यमुना के तट हरी रास रचो है यमुना के तट हरी रास रचो है रास रचो है रास रचो है यमुना के तट हरी रास रचो है ब्रह्मा नाच शंख नाच नाच नंदी संग बन्नीरो बनते गिरी पावन वृंदावन ब्रह्मा नाच शंख नाच नाच नंदी संग बन्नीरो बनते पावन वृंदावन हे रस रचो है रास रचो है यमुना के तट हरी रास रचो है रास रचो है यमुना के तट हरी रास रचो है रास रचो है रास रचो है यमुना के तट हरी रास रचो है रास रचो है रास रचो है यमुना के तट हरी रास रचो है यमुना को तटमा हरी रास रचो है यमुना को तटमा हरी रास रचो है यमुना को तटमा हरी रास रचो है रास बिहारी लाल भगवान को जय। अब सबैजना बसिदिउँ भगवानको झाँकीलाई आर्तियों को पाप से तारती श्री भागवत भगवान की आरती पापियों को पाप से तारती पापियों को पाप से तारती ये अमर ग्रंथ ये मुक्ति पंकर पंचम वेद निराला नव ज्योति जगाने वाला ये अमर ग्रंथ ये मुक्ति पंच हर धामय हरि धामय हरि नामय हरि धामय जगमंगल की आरती पापियों को पाप से तारती पापियों को पाप से तारती ये शांति गीत पाला ये सुख करणी ये दुख हरणी ये सुख करणी ये दुख हरणी मधुसूदन की आरती पापियों को पाप से तारती पापियों को पाप से तारती श्री भागवत भगवान की आरती पापियों को पाप से तारती पापियों को पाप से तारती
जग पंथ खोल सन्मार्ग बताने, ये मधुर बोल जग पंथ खोल सत्मार्ग बताने वाला, बिगड़ी को बनाने वाला। श्री राम यही घनश्याम यही, श्री राम यही घनश्याम यही। प्रभु महिमा की आरती, पापियों को पाप से तार दे, पापियों को तार दे। श्री भागवत भगवान की आरती। हरि राम 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 हरि हरि, हरि कृष्ण 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 हरि हरि, हरि कृष्ण हरि हरि, हरि राम हरि हरि, हरि कृष्ण हरे हरि ओम यानी कानी च पापानि जन्मांतर कृता। भिडियो बनाइरहेको छु। मलाई थाहा छैन, मलाई थाहा छैन साँच्ची भनेको। यता के थप्दो आन्टीहरूलाई? के थप्नु पर्ने हो भन्नु है। हजुर हो ठिक छ मैले खाइसकेँ। नाच्नुपर्छ नि बेला बेला अनि बेला बेला अघि यसो पसिँदै गरी आएको भएर एकदम भेराइटी बनाउनु भएको रहेछ। ल ठिक छ। ल यता सलाद। ओके ओके ओके। ल यता हाम्रो कलाकारहरू के हो यार, के हो तिमी यार एक्लै खाने यहाँ? के नुन हालेको के हो त्यो? जिरे नुन भेराइटी केरा पनि रहेछ त, खाऊ न केरा। मेरो राखेको हो मैले राखेको